सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आजको यो भिडियोमा चाहिँ मैले हजुरहरूलाई एउटा नयाँ एपको बारेमा चाहिँ भन्नेछु। त्यसको लागि हजुरहरूले चाहिँ यो भिडियो चाहिँ पुरा चाहिँ हेर्नु होला है त। अनि हजुरहरूले अझै पनि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर त्यहाँ सब्स्क्राइबको साइडमा बेल आइकन छ, त्यसलाई अठाइदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु अनि कमेन्ट पनि चाहिँ गरिदिनु होला है त। ल भिडियोमा चाहिँ अघि बढौँ। जस्तै यहाँ तिमी देख्न सक्नुहुन्छ हजुरहरूले एपको लिङ्क चाहिँ कमेन्ट बक्समा चाहिँ राखिदिन्छु। कमेन्टबाट चाहिँ एपलाई इन्स्टल गरेर यहाँ तिमी साइन इनमा आएर यहाँ तिमी एक्सेप्ट गर्नुहोस् र आफ्नो गुगल एकाउन्टबाट चाहिँ हजुरहरूले साइन इन चाहिँ गर्न सक्नुहुन्छ। जस्तै मैले चाहिँ यहाँ साइन इन गरिसकेपछि वेलकम भनेर आइसकेको छ। अब यहाँ तिमी स्टार्ट अर्निङ भन्नेमा अठाउनु होला। अनि त्यसपछि पब स्केल भन्ने छ, यहाँ तिमी देख्न सक्नुहुन्छ सुरुमै। हजुरहरूले चाहिँ एप ओपन गर्ने बित्तिकै यहाँ अठाउनु पर्छ। अनि भ्यू अफर भनेर देखाएको छ। अनि यहाँ भ्यू अफरमा आइसकेपछि प्लिज वेट भनेको छ, एकछिन चाहिँ यहाँ घुम्छ। अनि यति भइसकेपछि हजुरहरूको चाहिँ यहाँ थुप्रै मिसनहरू देख्न सक्नुहुन्छ। जस्तै एग्री एन्ड कन्टिन्यूमा चाहिँ क्लिक गर्नु होला। अनि एग्री एन्ड कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँ मध्ये एउटा क्लिक गरेर छोड्नु होला। अनि त्यसपछि हजुरहरूको अगाडि यहाँ थुप्रै मिसनहरू आउँछ। जस्तै यहाँ मध्ये चाहिँ हजुरहरूले केही पनि होइन, खास चाहिँ एउटा मिसन हुन्छ। यहाँ थिम चाहिँ सजिलो चाहिँ हेर्नु होला, गाह्रो चाहिँ नहेर्नु होला। जस्तै यहाँ थिम चाहिँ लेभल 10 पुग्न भनेको रहेछ, यो चाहिँ गाह्रो हुन्छ हामीलाई भने। अब हजुरहरूको चाहिँ जुन सजिलो छ त्यो चाहिँ कम्प्लिट गर्ने। जस्तै रिच लेभल 5 भनेको रहेछ, यो चाहिँ कम्प्लिट गर्नेछु। जस्तै प्ले नाउमा चाहिँ अठाउने छु। अनि प्ले नाउमा आइसकेपछि यहाँ तिमी चाहिँ डाइरेक्ट प्ले स्टोरमा चाहिँ लिएर जानेछ र एपलाई चाहिँ हामीले इन्स्टल गर्नुपर्ने हुनेछ। हजुरहरूको चाहिँ अरू अरू एप पनि आउन सक्छ। हजुरहरूले चाहिँ जुन एप आउँछ त्यही चाहिँ गर्नु होला। मैले जुन गरेँ त्यो चाहिँ गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। त्यही भएर चाहिँ यहाँ थिम यो एपमा चाहिँ म लेभल 5 चाहिँ पुग्नु पर्ने रहेछ। जस्तै म चाहिँ यहाँ खेलेर यो एपलाई चाहिँ लेभल 5 कम्प्लिट गरिसकेपछि चाहिँ हजुरहरूलाई देखाउने छु। जस्तै मैले चाहिँ पुरै क्लियर गरिसकेँ र म लेभल 5 पुगेपछि यो एपलाई चाहिँ ओपन गरेको छु। जस्तै यहाँ थिम 199 कोइन थियो। अब भ्यू अफरमा गइसकेपछि हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ थिम यहाँ त्यही मिसनहरू चाहिँ आएको छ। अब यहाँ एक्टिभिटीमा आएर हेर्ने हो भने चाहिँ त्यो मिसन चाहिँ कम्प्लिट भएको चाहिँ देखाएको छैन। तर जस्तै हजुरहरूले चाहिँ त्यो एपमा चाहिँ 5 लेभल पुगेर छोडेपछि पनि हजुरहरूको यहाँ कम्प्लिट भएन भने चाहिँ एकछिन टाइम चाहिँ लाग्छ। एकछिन पछि चाहिँ हजुरहरूको चाहिँ कोइन आफै एड हुन्छ। अनि त्यसपछि म फेरि यो एपलाई चाहिँ ओपन गरेको थिएँ। जस्तै हेर्न सक्नुहुन्छ कम्प्लिट भयो कि नै भनेर हेर्दाखेरि म चाहिँ यहाँ लेभल 6 पुगेको थिएँ, देख्न सक्नुहुन्छ। अब मेरो चाहिँ एकछिन पछि आफै कोइन चाहिँ एड भएर 207 भइसकेको छ कोइन चाहिँ। अब यसपछि चाहिँ हजुरहरूले अरू केही पनि गर्नु पर्दैन, मैले जे भन्छु त्यो चाहिँ गर्नुपर्छ। जस्तै यहाँ थिम पब स्केल भन्ने छ, यहाँ थिम आइसकेपछि यो तालचा खुलेर यहाँ थिम चाहिँ मिसनहरू खेल्न चाहिँ मिल्छ। हजुरहरूले यहाँ पब स्केलमा क्लिक गरेपछि गेट स्टार्ट भनेर आउँछ। अब यहाँ थिम क्लिक गर्नुहोस्। अनि त्यसपछि नेक्स्ट गर्नुहोस्। अनि यहाँ जस्तो गरेछ त्यस्तै गर्न चाहिँ सक्नुहुन्छ। अनि यो चाहिँ हजुरहरूले इफ यु वान्ट देन यु क्यान ट्राई है, यो चाहिँ कम्पलसरी छैन हजुरहरू चाहिँ, इट इज नट कम्पलसरी। त्यही भएर चाहिँ हजुरहरूले चाहिँ मिसनहरू चाहिँ देख्न सक्नुहुन्छ, आफ्नो खाली टाइममा चाहिँ युज गर्न सक्नुहुन्छ। यदि हजुरहरूले चाहिँ सक्नुहुन्न भने चाहिँ त्यो युज गरेर काम नै छैन। त्यही भएर चाहिँ हेरेर मात्र चाहिँ छोड्न सक्नुहुन्छ। त्यही भएर हजुरहरूले चाहिँ सक्नुहुन्छ भने खेल्नु होला, नत्र चाहिँ छोडिदिनु होला। अनि यहाँ चाहिँ मिसनहरूमा चाहिँ कोइनहरू देखाउँछ। जस्तै यहाँ चाहिँ कोइनहरू कुनैमा धेरै कुनैमा थोरै देखाएको छ। त हजुरहरूले जति धेरै हुन्छ त्यति धेरै गाह्रो हुन्छ। त्यही भएर चाहिँ जति थोरै कोइन भएको छ त्यो थोरै भएको चाहिँ कमेन्ट गर्नु होला। धेरै कोइन छ भनेर चाहिँ हजुरहरूले खेल्नुभयो भने चाहिँ हजुरहरूले कोइन चाहिँ पाउन चाहिँ सक्नुहुन्न। त्यही भएर चाहिँ जति थोरै कोइन हुन्छ त्यति सजिलो हुन्छ। त्यही भएर चाहिँ जस्तै म हजुरहरूलाई देखाइदिने पनि छु मिसनहरू कस्तो कस्तो हुन्छ। जस्तै यहाँ थिम एउटा मिसनलाई चाहिँ क्लिक गर्नेछु। जस्तै थोरै कोइन भएको चाहिँ हेरौँ है त। यहाँ थिम चाहिँ कति कोइन रहेछ यसमा, रिच स्कोर 1000 इन 1 मोड भनेको चाहिँ यस्तै छ। यो चाहिँ गाह्रो खालको रहेछ। अब हजुरहरू चाहिँ सजिलो चाहिँ हेर्नुपर्छ। जस्तै यहाँ थिम अरू कुन छ त्यस्तो सजिलो भन्दाखेरि 169 कोइनको रहेछ। यो चाहिँ रिवार्डको यहाँ थिम के लेखेको छ यो पढ्न सक्नुहुन्छ। यो कम्प्लिट गर्नु भने चाहिँ 169 कोइन पाउनुहुन्छ भनेको छ। तर अर्को चाहिँ देखाउँछ यस्तो अलि नबुझ्ने खालको छ भने चाहिँ हजुरहरूले ट्राई नगर्नु होला। अनि त्यसपछि यहाँ थिम कम्प्लिट लेभल 5 गर्नु भने 26, अनि 15 लेभल गर्नु भने यति, 60 लेभल गर्नु भने 208 कोइन भनेको छ। यो चाहिँ हजुरहरूले 60 लेभल पुग्ने जेलसम्म जम्मा 208 कोइन पाएर के गर्नुहुन्छ हजुरहरूलाई काम नै छैन। त्यही भएर चाहिँ यो चाहिँ नगर्नु होला। हजुरहरूले चाहिँ सजिलो भएको चाहिँ हेर्नु होला। अब यो चाहिँ गाह्रो नै रहेछ। जस्तै 60 लेभल पुग्नु भने यति कोइन पाउँछ भनेको छ। यो 60 लेभल पुग्न त हजुरहरूलाई 10-15 दिन लाग्छ। त्यही भएर यस्तो चाहिँ नहेर्नु होला। जुन थोरै कोइन छ र सजिलो छ कम्प्लिट गर्न त्यस्तो चाहिँ मिसनहरू चाहिँ खेल्न सक्नुहुन्छ। हजुरहरूले गाह्रो मिसनहरू चाहिँ कम्प्लिट गर्नतिर नलाग्नु होला, आफ्नो टाइम मात्र वेस्ट हुन्छ।
त्यही भएर चाहिँ सजिलो मिसन हेर्नुहोस्। यदि खेल्न नै चाहनुहुन्छ भने चाहिँ ट्राई गर्नु होला है। मैले कसैलाई पनि कम्पल्सरी कसैलाई पनि फोर्स गरेको छैन कि हजुरहरूले यो गेम खेलेर अर्निङ गर्न सक्नुहुन्छ भनेर। इट इज नट कम्पल्सरी, इट इज नट फिक्स है। यो चाहिँ फिक्स चाहिँ हुँदैन। हजुरहरूले चाहिँ अब आफ्नो खाली टाइममा चाहिँ युज गर्नुभयो भने चाहिँ अलिअलि चाहिँ कमाउन सक्ने भन्ने हुन्छ। त्यो यही एप खेलेर चाहिँ हजुरहरूले धेरै नै पैसा कमाउँछु भन्ने चाहिँ इट इज नट है। यो चाहिँ हुँदैन है त। अनि त्यसपछि चाहिँ मिसनहरू छ अरू पनि। अब 13 कोइन 130 कोइन भनेको छ। यस्तो गाह्रो लेभल छ। यो चाहिँ हजुरहरूले गर्ने भने अब 15 दिन लाएर यो 10-20 कोइन पाएर हजुरहरूले चाहिँ कति नै पाउनुहुन्छ र त्यही भएर चाहिँ बरु हेर्नुहुन्छ भने थोरै कोइनको हेर्नुहोस्। अब जस्तै यहाँ थिम चाहिँ डोन्ट मिस आउट भनेको रहेछ। अब यस्तै हो। अनि यहाँ रिडेममा चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। अनि रिफरमा चाहिँ देखाउँछु पहिला। कोइन पर रिफर भनेको छ 450 चाहिँ एकजनालाई रिफर गर्नुभयो भने 450 कोइन पाउनुहुन्छ भनेको छ। अनि 150 जनाभन्दा बढी गर्नुभयो भने कमिसन 450 अनि 550। यो चाहिँ बढ्दै जान्छ। जति धेरै रिफर गर्नुभयो त्यति बढ्छ भनेर चाहिँ यहाँ देखाएको छ। अनि पर रिफर 450 दिएको छ। अनि यहाँ चाहिँ ई सेवा चाहिँ छ हेर्न सक्नुहुन्छ हजुरहरूले। नेपालीहरूलाई चाहिँ ई सेवामा चाहिँ सबै चाहिँ छ हेर्न सक्नुहुन्छ। कोइन 4000 कोइन बराबर 50 भनेको छ। अनि 8000 बराबर चाहिँ 100 भनेर यहाँ चाहिँ सबै देखाएको छ। हजुरहरूले चाहिँ हेर्न चाहिँ सक्नुहुन्छ कति बराबर कति भनेर चाहिँ सबै दिएको छ। अब यो चाहिँ हजुरहरूले 450 को दरले पनि हेर्ने भने लगभग 450 भनेपछि 50 को लागि चाहिँ हजुरहरूलाई गाह्रो हुँदैन। 50 ई सेवामा 50 को लागि चाहिँ त्यति गाह्रो चाहिँ हुँदैन है। 50 अनि 100 को लागि चाहिँ धेरै गाह्रो हुँदैन। त्यो चाहिँ 1 दिनमा 2 दिनमा चाहिँ पाउन चाहिँ सक्नुहुन्छ। तर यो लास्ट टाइममा छ नि 5000 1000 10000 भन्ने यो चाहिँ अलिकति गाह्रो हुन्छ। यो चाहिँ अलिकति क्रिएटरहरूको लागि चाहिँ फाइदा हुन्छ। अनि जति रिफर गर्नुहुन्छ त्यति धेरै चाहिँ कोइनहरू पाउन सक्नुहुन्छ भन्ने चाहिँ हुन्छ। यसमा चाहिँ हजुरहरूले चाहिँ धेरै गेम नै खेलेर चाहिँ हजुरहरूले कोइन पाउन सक्नुहुन्छ भन्ने चाहिँ हुँदैन। अनि डेली बोनसमा चाहिँ यो क्लेम चाहिँ गर्न सक्नुहुन्छ। दिनदिनै 10 कोइन चाहिँ पाउन सक्नुहुन्छ। एउटा एड चाहिँ आउँछ। यो एडलाई चाहिँ पुरा हेरिसकेपछि हजुरहरूको चाहिँ वालेटमा चाहिँ आउनेछ। अनि त्यसपछि हजुरहरूको चाहिँ अरू यहाँ कोइनहरूको लागि पनि छ टन्नै मेथडहरू वेहरू छ। अब आफै हेर्न चाहिँ सक्नुहुनेछ। अनि मैले अझै एकचोटि चाहिँ भन्न चाहे हजुरहरूलाई चाहिँ यो मिसनको लागि चाहिँ अब हजुरहरूले अब पेपलमा पनि छ। यहाँ थिम हेर्न सक्नुहुन्छ। बाइनेन्स पनि छ। अब मेथडहरू चाहिँ 3टा मात्रै छ। ई सेवा, पेपल, बाइनेन्स छ। अब यहाँमध्ये चाहिँ कुन चाहिँ चुज गर्नुहुन्छ त्यो चाहिँ हजुरहरूले आफैले हेर्न चाहिँ सक्नुहुनेछ। अनि मैले अझै एकचोटि चाहिँ भनिदिएँ हजुरहरूलाई चाहिँ यो मिसनहरू हुन्छ नि एपहरू इन्स्टल गरेर टास्कहरू कम्प्लिट गर्ने। यसमा चाहिँ हजुरहरूले जति सक्दो त्यो धेरै कोइन भएको र गाह्रो खालको चाहिँ कहिल्यै पनि नहेर्नु होला। त्यसले चाहिँ हजुरहरूले न कोइनहरू अर्निङ गर्न सक्नुहुन्न। कोइनहरू चाहिँ जिरो हो क्या। त्यस्तो हो भने हजुर मिसनै कम्प्लिट भएन भने चाहिँ हजुरहरूले कोइन चाहिँ पाउँनुहुन्न नि त। त्यही भएर चाहिँ हजुरहरूले मिसन जुन चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ त्यही चाहिँ ट्राई गर्न सक्नुहुन्छ। इट इज नट कम्पल्सरी है। यो चाहिँ कुनै पनि हजुरहरूलाई फोर्स चाहिँ मैले गरेको छैन कि हजुरहरूले चाहिँ यो एपबाट चाहिँ यसो गर्न सक्नुहुन्छ यो गर्न सक्नुहुन्छ भन्ने चाहिँ यो कन्फर्म चाहिँ हुँदैन। त्यही भएर चाहिँ प्ले एट योर ओन।